टेस्टी स्यान्डविच बनेको थियो आजको खाजामा। मैले कसरी बनाएँ त हजुरहरूलाई सेयर गर्छु है। सुरुमा चाहिँ मैले 2वटा अन्डा लिएँ, फुटाएँ। अब यसमा चाहिँ फिट्दा पनि फिट्दिनँ, नुन पनि हाल्दिनँ है। अनि प्यानमा चाहिँ अलिकति तेल हालेर चारैतिर लगाएको थिएँ। त्यही हो, अन्डालाई पनि ओर्काइ फर्काइ गरेर पाक्ने गरी पकाएँ। अब यसलाई निकालेर प्लेटमा हाल्छु। त्यो प्यानमा चाहिँ अलिअलि तेल छ, त्यसैमा चाहिँ यो गहुँको पाउरोटी ब्रेड है, अब जे भने पनि त्यही हो, राम्ररी सेकाउँछु। अब बटर राखेर सेकाउँदा पनि मिठो त हुन्थ्यो, तर ठिकै छ, यसरी पनि मिठै लाग्छ मलाई चाहिँ। पाउरोटी पनि मैले दुवै साइड राम्रोसँग सेकिसकेँ। अब यसैमा अघि न बनाएको त्यो अन्डा थियो नि, खप्टिँदै राख्दै गएँ। त्यसपछि मैले एउटा एभोकाडो लिएँ। अब यसलाई पनि काटेर ठ्याक्क त्यसैमा खप्टिँदै जान्छु। अब टपमा मैले फेरि ब्रेड हालेर एउटा पत्ता चिज, फेरि अर्को पनि ब्रेडले थिचिसकेपछि चाहिँ ल हेर्नुहोस् त, स्यान्डविच बनेर रेडी भइसक्यो। खाना खाजा दुबई।